भक्तपुर प्राचीन शिल्पकला र हस्तकलाले सुसज्जित सहर। 8औं शताब्दीमा राजा आनन्ददेवले स्थापना गरेको यो सहर 18औं शताब्दीसम्म स्वतन्त्र राज्यको रूपमा रहेको थियो। ऐतिहासिक तथा सांस्कृतिक सहरको परिचय बनाएका भक्तपुरको दरबार परिसरमा मल्लकालीन अद्भुत कलाकारिताको अनुपम बिम्बहरू असरल्ल छरिएको पाइन्छ। यहाँका प्रत्येक संरचनाहरूमा नेवारी संस्कृतिका उच्चतम कला कौशलहरूको सम्मिश्रण देख्न पाइन्छ, जसले भक्तपुरको ऐतिहासिक कारिगरीको उत्कर्षलाई वर्तमानमा दृश्यानुभूति गर्ने अवसर प्रदान गर्दछ। आज हामी यिनै प्राचीन सहरको अन्तिम राजाको बारेमा लेखिएको पुस्तकको बारेमा विस्तृत चर्चा गर्नेछौँ। नमस्कार, यहाँहरूलाई मेरो बुक्स एन्ड बियोन्ड च्यानलमा हार्दिक स्वागत छ। आज म तपाईहरूमाझ साहित्यकार तथा इतिहासकार योगेश राजद्वारा लिखित उपन्यास रणहारको बारेमा छोटो समीक्षा गर्न जाँदैछु। आशा छ तपाईहरूले यो भिडियो मन पराइदिनुहुनेछ। पब्लिकेसन नेपालद्वारा प्रकाशित यो पुस्तक विक्रम सम्वत 2075 सालमा बजारमा आएको थियो। मदन पुरस्कार विजेता यस पुस्तकले भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको 50 वर्ष लामो शासनकाल र निजको वैयक्तिक उतार चढावहरूका बारेमा पाठकहरूलाई संक्षिप्त जानकारी प्रदान गर्ने यत्न गरेको छ भने भक्तपुरको तत्कालीन कला, संस्कृति र रहनसहनलाई पनि यसले मिहिन ढङ्गले उजागर गर्ने प्रयास गरेको पाइन्छ। प्रकाशनको समयमा खासै चर्चा नभए पनि 81 मदन पुरस्कार जितेपछि भने यस पुस्तकले राम्रै प्रतिक्रिया पाएको थियो। इतिहास जित्नेहरूको मात्रै नभए हार्नेहरूको पनि हुन्छ भन्ने आशयका साथ यस पुस्तक प्रकाशित भएको पाइन्छ भने यस पुस्तकले विशेष गरी रणजित मल्लको नायकत्वभन्दा पनि निजको राजनीतिक अदूरदर्शिता, निर्णय निर्माणमा अपरिपक्वता तथा ल्याइतेहरू बीचको अस्वाभाविक हिमचिमका बारेमा पदार्पण गर्ने प्रयास गरेको पाइन्छ। यस पुस्तकलाई बुझ्नुभन्दा पहिले पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरणको बारेमा बुझ्नुपर्ने हुन्छ। विक्रम सम्वत 1799 मा बुबा नरभूपाल शाहको निधनपछि 20 वर्षको उमेरमै राजा भएका पृथ्वीनारायण शाहले आफू सत्तामा आएदेखि नै नेपाल एकीकरणको प्रयास थालेका थिए। तत्कालीन 22 र 24 राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको सुरुवात पृथ्वीनारायण शाहले थालेका थिए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान आरम्भ गर्दा नेपाल विभिन्न ससाना राज्यहरूमा विभाजित थियो। सोमध्ये काठमाडौँ उपत्यकामा 3 राज्यहरू तत्कालीन कान्तिपुर, पाटन र भातगाउँ तथा हालको काठमाडौँ, ललितपुर र भक्तपुर थिए। काठमाडौँलाई गोर्खाली सेनाले विक्रम सम्वत 1825 असोज 13 गते इन्द्रजात्राको दिन अचानक आक्रमण गरी आफ्नो हात पारेका थिए। त्यहाँका अन्तिम राजा जयप्रकाश मल्ल उक्त हारपछि भक्तपुरको शरणमा पुगेका थिए। त्यस्तै ललितपुर भने कुनै पनि प्रतिरोध बिनै गोर्खाली सेनाले हात पारेका थिए र त्यहाँका अन्तिम राजा तेजनरसिंह मल्ल पनि भक्तपुरकै शरणमा थिए। उपत्यकाका मल्ल वंशका 3 अन्तिम राजाहरू भक्तपुरको राजकुलको भण्डारखालमा जम्मा भएर बसेको समयमा गोर्खाली फौजले अचानक आक्रमण सुरु गरेका थिए। त्यही भक्तपुर आक्रमणको घटना, गोर्खाली फौजले भक्तपुर विजय गरेको घटना, रणजित मल्लको बाल्यकालीन जीवनको चित्रण, राजा भूपतिन्द्र मल्लको शासनकाल तथा न्यातपोल मन्दिर निर्माणको प्रसङ्ग नै रणहार उपन्यासको मूल विषयवस्तु हो। यस उपन्यासमा नेपालको मल्लकालीन इतिहास, भक्तपुर दरबारको अवस्थिति, कलात्मक पक्ष र मल्लकालीन राजकीय प्रवृत्तिको यथार्थ तथा कलात्मक वर्णन गरिएको छ। भक्तपुर राज्यको राजकाज सम्बन्धी कुराहरू नेवारी संस्कार र संस्कृति उपन्यासमा प्रस्तुत गरेको पाइन्छ। उपन्यासका 19 खण्डमध्ये खण्ड 1 पूर्वदीप्ति अर्थात् फ्ल्यासब्याक शैलीमा आएको छ, जसमा उपत्यकाका 3 मल्ल राजाहरू भक्तपुर दरबारमा जम्मा भई बसेका बेला
गोर्खाली फौजले आक्रमण गरी विजय गर्दाको विषय आएको छ। त्यसैको निरन्तरतामा 18 र 19 खण्डमा गोर्खालीले भक्तपुर जितेपछिको व्यवस्थापनको विषयवस्तु आएको छ। खण्ड 2 देखि 5 सम्मका घटनाहरू रणजित मल्लको 9 वर्ष आसपासको उमेरका छन्। खण्ड 6 देखि 8मा भूपतिन्द्र मल्लको शासनकाल र न्यापोल मन्दिर बनाउँदाको प्रसङ्ग आएको छ। खण्ड 9 देखि 17 सम्मका घटनाहरूमा रणजित मल्लको जन्मदेखि 5-6 वर्षको उमेरका गतिविधि, बुवा भूपतिन्द्र मल्लको देहावसान, रणजित मल्लको राज्यारोहण र राजकाज सम्बन्धी विषयहरू आएका छन्। पृथ्वीनारायण शाहको मितबुवा भएकाले युद्धमा रणजित मल्लको हार भएपछि गोर्खाली फौजले यिनलाई नजरबन्दमा नराखी बरु सम्मानका साथ कुनै एक गाउँको राजा भएर बस्न सल्लाह दिएका छन्। तर 75 वर्षे वृद्ध रणजित मल्लले हार स्वीकार नगरी स्वाभिमानी भएर काशीवास जाने विचार व्यक्त गरेका छन्। पुस्तकमा भक्तपुर दरबारका कला संस्कृतिको वर्णन भरपूर रूपमा पाइन्छ। जस्तो भक्तपुर दरबार सुन्दर कलाले भरिएको थियो। तीमध्ये भैरव चोक सबैभन्दा सुन्दर थियो। चोकको चारैतिर सुनौला रङ पोतिएका थिए। दलानमा तीनतिर लहरे 18 भैरव उभिएका थिए। त्यहाँ 18 मुद्रा देखाउँदै 18 जातिका पशुपक्षी चढेका थिए। ती 18 भाव पोख्ने 18 रङका थिए। माथि झ्याल झ्यालमा समेत विचित्रका आकृतिहरू थिए। भ्यागुतोले सिंहको चुल्ठो समातेका, हात्तीलाई भ्यागुतोले निल्न लाग्दा कागले हात्तीलाई जिस्क्याइरहेका जस्ता अनौठा दृश्यहरू थिए। त्यस चोकमा मृत्यु शोक थुप्रिएको हुन्थ्यो। राजपरिवारका सदस्यले अन्तिम सास त्यही चोकमा फेर्दथे। मरणासन्न व्यक्ति र मृत्यु आशंकाले कहालेका मानिस त्यहाँ राखिन्थे। त्यस्तै राजा भूपतिन्द्र मल्लले भक्तपुरको 5 तले न्यापोल मन्दिर बनाउँदाको किस्सा समेत पुस्तकमा भरपूर पाइन्छ। जस्तो त्यस मन्दिरलाई चाहिने काठ 128 जनाले 1 महिनासम्म काटेका थिए। 2400 जति मोहीले 40 लाख इँटा पोल्ने काम गरेका थिए। 140 धार्ली फलामलाई 230 भारी गोल बालेर गालिएको थियो। तेलिया इँटा मात्रै 1 लाख र भाले कुखुरा र चरा देखिने 6000 इँटा बनाइएको थियो। यस उपन्यासमा नेपालको मल्लकालीन इतिहास, भक्तपुर दरबारको अवस्थिति, कलात्मक पक्ष, राजकीय प्रवृत्तिको यथार्थ तथा कलात्मक वर्णन उल्लेख गरिएको छ। मल्लकालीन नेवारी संस्कार र संस्कृतिको जगेर्ना गर्नु र त्यसको ऐतिहासिक यथार्थ जानकारी गराउनु यस उपन्यासको मूल उद्देश्य रहेको बुझिन्छ। उपन्यासमा काठमाडौँ उपत्यकाका अन्तिम मल्ल राजाहरूको अवसान तथा गोर्खाली फौजको भक्तपुर विजय अभियान मूल घटनाका रूपमा प्रस्तुत गरिएको छ। उपन्यासमा प्रयुक्त रणजित मल्ल, जयप्रकाश मल्ल जस्ता ऐतिहासिक पात्रहरू रहेका छन्। काठमाडौँ उपत्यका विजय गर्दाको समयको परिवेश समेत उपन्यासमा चित्रित छ। काठमाडौँ उपत्यकाका नेवारी समुदायका सामाजिक र सांस्कृतिक दिनचर्या तथा मल्ल राजाहरूको राजकीय परम्परा, मृत्यु संस्कार उपन्यासमा भरपूर रूपमा आएका छन्। उपन्यासको नामाकरण पनि प्रमुख ऐतिहासिक पात्र रणजितकै आधारमा राखिएको छ। भक्तपुर दरबार क्षेत्रका कलात्मक सुन्दर पक्षहरूको पनि उपन्यासमा भरपूर रूपमा चित्रण गरिएको पाइन्छ। प्रस्तुत उपन्यासमा ऐतिहासिक घटना तथा ऐतिहासिक पात्रहरू र ऐतिहासिक परिवेश साक्ष्यका रूपमा बुझिन्छ। यसर्थ यो नेपाली ऐतिहासिक उपन्यास हो। यो पुस्तक आख्यान मात्रै होइन, इतिहास र संस्कृतिको मिश्रण पनि हो। लेखकले यो पुस्तक सबै ऐतिहासिक आख्यानहरू झैँ शुद्ध इतिहास नभएको र इतिहासमा आधारित पुनर्संरचना मात्र भएको भनेका छन्, जहाँ तथ्य र कल्पनाको भरपूर छ्यासमिस पाइन्छ। साथै भाषिक शैलीको चमत्कारपूर्ण प्रयोग गरेका लेखकले बीचबीचमा नेपाल भाषाको प्रयोग पनि गरेका छन्। लालित्यपूर्ण भाषाका कारण ऐतिहासिक उपन्यास रोचक बनेको छ, जसले उपन्यासलाई थप पठनयोग्य बनाएको पाइन्छ। र अन्त्यमा तपाईहरूले यो पुस्तक पढिसक्नु भएको भए कस्तो लाग्यो कमेन्ट अवश्य गर्नुहोला। तथा अहिलेसम्म पुस्तक नपढ्नुभएका पुस्तक प्रेमी साथीहरूले एउटा उत्कृष्ट पुस्तक पढ्न नछुटाउनुहोला भन्दै अहिलेलाई म बिदा हुन्छु। हस्त, धन्यवाद।